अहिलेसम्म जति आइपिओ भरे पनि आइपिओ नपरेर तपाईहरु टेन्सनमा हुनुहुन्छ भने अब चाहिँ तपाईले टेन्सन लिनै पर्दैन किनभने धितोपत्र बोर्डले भर्खरै एउटा कम्पनीलाई आइपिओ खुलाउने अनुमति दिएको छ जुन कम्पनीको आइपिओ चाहिँ आइपिओ भर्नेहरु जति प्राय जस्तो सबैजनालाई चाहिँ ददश किताब पर्नेछ कुन कम्पनीको आइपिओ र कति किताबको लागि खुलेको लगायतका सम्पूर्ण कुराहरुको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु कम्पनीको नाम रहेको छ सोलु हाइड्रो पावर लिमिटेड यस कम्पनीलाई धितोपत्र बोर्डले आइपिओ खुलाउने अनुमति आज भर्खरै दिएको छ र अब छिटै नै चाहिँ हामीले यो आइपिओ भर्न पाइनेछ र कति गते खुल्छ कुन दिन खुल्छ भनेर चाहिँ अहिले नै एनाउन्स गरिसकेको छैन किनभने आज भर्खरै धितोपत्र बोर्डले चाहिँ आइपिओ खुलाउने अनुमति दिएको हो र अबको केही दिनमा चाहिँ भने कति गते खुल्दैछ कहिले खुल्दैछ त्यसको अपडेटहरु आउनेछ र त्यसको अपडेटहरु आउन साथ म तपाईहरुलाई चाहिँ त्यसको बारेमा भिडियोहरु लिएर आउने नै छु धितोपत्र बोर्डले यस कम्पनीलाई टोटल 2 करोड किता शेयर निष्कासन गर्ने अनुमति दिएको छ प्रति किताको मूल्य भनेको 100 रुपैयाँ हुनेछ र सेक्टर भनेको हाइड्रो पावरमा पर्छ र इस्यु म्यानेजर भनेको नोबेल इन्भेस्टमेन्टलाई राखिएको छ सो यो आइपिओ चाहिँ सबैजनालाई ददश किताले बाँडफाट गर्दाखेरि पनि 20 लाख जतिलाई चाहिँ यो आइपिओ पर्नेछ सो अहिलेसम्म आइपिओ नपरेर तपाईहरु चिन्तामा हुनुहुन्थ्यो भने चाहिँ अब चाहिँ तपाईहरुलाई यो आइपिओ पर्न सक्छ र यो आइपिओ कति गते खुल्छ कहिले खुल्छ लगायतका सम्पूर्ण कुराहरुको बारेमा चाहिँ अब आउँदो भिडियोहरुमा चाहिँ म तपाईहरुलाई अपडेट दिनेछु यस्तै खाले आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित भिडियोहरु अपडेटहरु हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गर्दै गर्नु होला